झगडा पर्यो भने भन्नु केटा यसले सबैले हान्छ कुकुरी सुकुरी खाइसके माथि गणेश यो चाहिँ मेरो मुट्टे जस्तो यार मलाई निन्द्रा आइसक्यो यार मा वेलकम कार्यक्रम वेलकम मान्छे फेयरवेल कार्यक्रममा आएको यार हेलो गाइस सबैले फर्कस दाइले सपोर्ट गरिदिनु होला हेलो एभ्रिवान वेलकम टु माई फर्स्ट भ्लग टुडे इज भेरी स्पेशल डे आवर लास्ट डे अफ क्लास 12 चाहिँ आज स्कुल ड्रेस लगाएर टक्क निस्किसकेको छु घरदेखि आज चाहिँ हाम्रो फेयरवेल कार्यक्रम छ र घरदेखि पनि निस्किसकेँ अब टक्क जानु पऱ्यो गएर साथीहरूलाई पनि भेट्नु पऱ्यो उतातिर सँगै जानु पऱ्यो घरदेखि निस्किसकेपछि त अब स्कुल पुग्नु पऱ्यो केही छैन स्कुल पुग्नु मौसम क्या दामी छ नि आज अब एकछिनमा हामी स्कुल पनि पुग्छौँ साथीहरू सब लगाएर भेटिन्छ एकछिनमा वेट गरेर म स्कुल पनि देखाउँछु सबलाई हामीले साथीहरू हिँडेर यस्तो मजा आइरह यस्तो मजा कस्तो रमाइलो भएको हुन्छ हाम्रो स्कुल चाहिँ यो स्कुलको गेट पुगिसक्यो एउटामा आइरहेको रहेछ हाम्रो स्कुल हामी चाहिँ यहाँनिर बस्थ्यौँ यही यहाँनिर प्रकाश छेत्री पनि लेखेर रहेछु केटाहरूले यो केटाहरू सब हल हात हल्लाउन केटा यार आज स्कुलमा हामी सब केटाहरू आज एकै अन्त हामी फाइनल्ली गाइज हाम्रो ग्याङ पनि सब फुलमान घिसिङ पनि यता छन् गुन्डावाला हुन् कि सब हेड त्यहाँ हाम्रो यो चाहिँ घपघपाला मान्छे फेयरवेल कार्यक्रममा आएको यार यस्तो झ्याउ रहेछ भोक लागिरहेको छ यस्तो भोक अहिले गएर यस्तै खान्छु कि हाम्रो स्कुल चाहिँ यो स्कुलको गेटमा पुगिसक्यो एउटामा आइरहेको रहेछ हाम्रो स्कुल सर उता हुनु रहेछन् स्कुलभित्र पनि आइसकेँ अब स्कुलभित्र छिर्छु सिधा उता टेन्टमा कस्तो गरिरहेको रहेछन् टक्क लाएर जानु पऱ्यो होला तयारी गरिरहेको रहेछन् दामी गरिरहेको रहेछन् कि ओ त्यतादेखि त्यता रहेछ यता हो त्यतादेखि आउँ म त्यसपछि वा क्या दामी गराएर रहेछन् नि त्यसपछि यता 11 का चाहिँ खुच्चा यहाँ बसेर रहेछन् यता कस्तो क्या दामी गराएर रहेछन् नि के खतरा गराएर रहेछन् नि केटाहरूले ऊ माइक समाएर अझ भल केटा बेलुका गएर सब्सक्राइब हामी बनाइरहेको रहेछन् नि हामीभित्र पनि हाइटमा गर्नु भएको थियो ए यता बस्थ्यो उता माथि यहाँको सञ्चालकको बेलुका गएर यहाँ लाइक सब्सक्राइब यहाँ बोर्डमा गुड बाई अरे क्लास त्यसपछि म मेरो क्लास रुम देखाउन जान्छु मेरो क्लास रुम देखाउन जानु पऱ्यो टिक 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 मा क्लासरुम त आज सुन्ने छ त यार यो चाहिँ हाम्रो क्लासरुम हो हिँड्दा त आज यस्तो गर्थ्यौँ
त्यहाँ चाहिँ हाम्रो बोर्ड यहाँ क्लास बेन्च हामी चाहिँ यहाँनिर बस्थ्यौँ त्यही यहाँनिर प्रकाश छेत्री पनि लेखेको रहेछ फेरि यहाँनिर चाहिँ हामी बस्थ्यौँ त्यहाँ केटाहरूले यस्तो थियो यो केटा सबै आधी क्लास पनि सुन्ने भइसक्यो यहाँ अन्त हामी फाइनल्ली गाइज हाम्रो ग्याङ पनि सब हात हल्लाउन केटा हो यार आज स्कुलमा हामी सब केटाहरू एकै झगडा पऱ्यो भने भन्नु केटा यसले सबैले हान्छ सुकुरी खाइसक्यो खाइसक्यो मान्छे हो यार यस्तो भइरहेको त्यही झल्को चाहिँ मेरो फेभरेट बस्छ भने यता झल्को अनि यता खड्का गुलमानजी हाम्रा गुलमान घिसिङ पनि यता छ गुन्डावाला के छ सबै केटाहरूमा सबै मुठे दोस्तहरू वेलकम मान्छे फेरि कार्यक्रममा आएको यार यस्तो झ्याउ लागिरहेछ भोक लागिरहेछ यस्तो भोक अहिले गएर यस्तै खान्छु कि खानेकुरा फाइनल्ली गाइज हाम्रो नाटक साटक पनि भइसकेको छ यता जोन्डी केटाहरूको पार्टी यता भोक पनि लाग्यो भोक लाग्यो चाहिँ नास्ता पनि खानु पऱ्यो नास्ता खानलाई भित्र जानु लाग्यो नास्ता के छ भन्नु पऱ्यो यहाँभित्र गएर अब नास्ता खानु जानु पऱ्यो नास्ता हेलो केटा के छ सन्चै छौ नास्ता खानु पऱ्यो र नास्ता खानु कहाँ बस्यो बस अन्त यतै बस अन्त यो चाहिँ स्पेसल हो कि मेरो लागि चाहिँ स्पेसल यो मेरो साथी उयो झलकलाई पनि एकदम माया छ अमरलाई पनि माया छ सब केटा हाम्रो कम्प्युटर ग्याङ ऊ त्यहाँ त मार्कर ऊ त्यहाँ छ यिनीहरू चाहिँ हामीलाई खाना दिन आयो अलि धेरै हालिदियो है धेरै खाइसकिन्न थोरै हालिदियो थोरै यो चाहिँ हामीले खोइ त्यहाँ मेरो लागि खोइ यहाँ खोइ छिटो अलि छिटो म यहाँ त्यो पनि खान्छु त म मेरो लागि भोक लागेपछि त खानु पर्यो डान्स आन्नला त्यो भ्यायो हेलो गाइस सबैले प्रकाश दाइले सपोर्ट गरिदिनु होला के भयो यो हाम्रो विदाय कार्यक्रम पनि भइसक्यो अब हामीले रमाइलो पनि गऱ्यौँ त्यसपछि अब घर जानु पर्ला जस्तो लाग्यो एउटा चाहिँ यो मायाको चिनो यार गर्न थाकिसक्यो यार हामी
हामी यहाँ बसेर डान्स गर्दा आजको दिन यस्तै गयो कि आज यहाँ फेयरवेल कार्यक्रममा यस्तो दामी भयो भने फेरि जानु पऱ्यो यो विद्यालय हाम्रो स्कुल गइसक्यो अब लास्ट दिन विदाय पनि गरिसक्यो देखि क्लास 12 खत्तम भएर केटाहरू हामी जान लागिसक्यो घरतिर केटाहरू हाम्रो साथीहरू मेरो साथीहरू सधैँ धेरै धेरै माया छ क्या अब केटाहरूले प्रगति गरेर पछि कोरिया जाने यता प्रहरी हुने अमेरिका जाने सब प्लान छ मेरो साथी नेपाल प्रहरी हुने म चाहिँ के हुने थाहा छैन म पनि के हुन्छ होला त्यस्तै अब म पढेमा त्यस्तै मुठे दर्शहरू त्यस्तो त के होइन अब पढेर अब सिधा कोरिया जाने हो खाले कि त सिधै कोरिया हो कि सिधै कोरिया जाने हो सिधै माको समय 12 पास मात्रै हो न माको सिधा कोरिया हो भने जियो हामी चाहिँ आज छुट्यो है केटाहरू साथीहरू पारस यस्तो लागि जानु लागि मेरो साथीमा आउँछु नयाँ वर्षको साथी जाडोमा हेर न भाइ हाम्रो 52 भएपछि यस्तै हुन्छ नि हातमा मिलाएर 52 हाम्रो ग्याङ ल त जाउँ त केटा सबै जम्मा साथी बाटोमा छुट्टियो कहीँ जाँदा हामी छुटिसक्यो यार केटा ल केटा भेटिहाल्छौँ आज आजदेखि साथीहरू पनि छुटिसक्यो यार के नि हो त्यहाँ केटाहरू अब